अस्सलामुअलैकुम नमस्ते साथीहरू। आज जापानमा हिउँ परेको दिन अनि मलाई काम पनि छ। लेट्स गो। आज बिहान उठ्दा बाहिर सबैतिर हिउँ परेको रहेछ। एकदमै रमाइलो फिल आयो। हिउँ परेको दिन काम पनि जानु अलि गाह्रो हुन्छ, तर जापानको भ्यू दामी नै छ। तपाईहरू बाहिर हेर्न सक्नुहुन्छ कस्तो धेरै हिउँ परेको छ। गाइस त म बिहान सुतिरहेको थिएँ अनि आज शनिबार थियो नि त, आइतबार थियो नि त, मेरो स्कुल पनि थिएन, त्यही भएर म 10 बजेसम्म सुतेँ। नास्ता गरेपछि बाहिर निस्किँदा मैले त बस ढोका खोलेर बाहिर हेरेँ त पुरै ढोकै जाम थियो मेरो त। हेर्दाखेरि त यस्तो पुरै युकी हेर्दाखेरि यस्तो पुरै परेको थियो, यस्तो खतरनाक। गाइस भनौँ त के हो यो, मलाई त थाहा भएन। तर झाडो भयो नि, जति जे भयो नि, हिउँ पऱ्यो नि, जे गऱ्यो नि, काममा त जानै पर्छ गाइस। मलाई त नजाने मन थियो, तर फेरि एक मानको सवाल हो नि त गाइस, जानै पर्छ। 10,000 को सवाल हो, नगएपछि 10,000 जान्छ। फेरि घरमा बसेर त आनन्दै आउँछ, तर के गर्नु, जानै पर्छ। यत्रो भिडियो बनाउँदाखेरि मेरो हात हेर्नु गाइस, पुरै कस्तो हातले जाडोले पोलेछ, हिउँ परेछ अहिले नि। तर गाइस एउटा कुरा भन्न चाहन्छु म, होइन, आज म आफ्नो पुरै फुल डे देखाउँछु होइन ब्लगमा। अनि के गरेछु मैले, जस्तै मैले भनेको थिएँ नि गाइस कि अब मेरो चाहिँ ट्रेन आउँछ होइन। म ट्रेनको पर्खाइमा बसेको थिएँ। अब ट्रेनमा बसेर म उता जान्छु। यता नि एउटा ट्रेन आएको छ, तर यो मेरो होइन चाहिँ उताको हो, साइडको हो, त्यसमा म जाँदिनँ। मेरो चाहिँ त्यहाँ आइरहेको छ है गाइस। हेर्नुहोस्, मेरो ट्रेन आउँदैछ, यहाँ मेरो ट्रेन आउँदैछ, अहिले नि टाढा छ भन्न रे, यहाँ छ। यसमै बसेर जाने हो गाइस म। मेरो ट्रेन आइसक्यो गाइस। ट्रेनको भित्र भिडियो बनाउन मिल्दैन, त्यसैले म ट्रेनको भित्र भिडियो देखाउन सक्दिनँ, किनकि जापानिज भिडियो राम्रो लाग्दैन। सो गाइस अब म जान्छु। यस्तो परेको छ, के गर्ने भन्ने भयो जस्तो छ गाइस। ट्रेन आइसक्यो, यहाँ यस्तो खोल्नुपर्छ, भोट आउँछ भित्रमा। गाइस जापानको इमान्दारी हेर्नु। आज जापानमा हिउँ परेको अनि स्टेसनमाथि हिउँ परेको थियो। त्यो हिउँले हटाएर कुनै केमिकल हालिरहेछन्। हेर्नुहोस् गाइस, त्यो केमिकलले मान्छेले फिस्लिएर त्यहाँ ट्रेनको तल पटरीमा जाँदैन भनेर यो केमिकल हालिरहेछन्। यो गाइस, यो जापानको इमान्दारी हेर्नुभयो नि गाइस। यो भिडियो एकदमै यही हो मेरो बस आउने ठाउँ। अनि हेर्नुहोस् भ्यू कस्तो